होइन बाबुलाई पनि घरमै जुटाउनु भएको छ होइन। र उहाँको सासूको पेन्सन पनि होइन कति नमिलेर कति दुःख कष्ट गरेर होइन उहाँले कति दुःख कष्ट नि गर्नुभयो, कति पुकार परमेश्वरसित नि गर्नुभयो। र आज परमेश्वरले त पुकार सबै सुनिदिनु भएर उहाँलाई एकदम खुसी र आनन्द आज परमेश्वरले जुटाउनु भएको छ होइन, दिनुभएको छ। र परमेश्वर पितालाई ओहो बाप छ हाम्रो आत्मिक गुरुको नाउँद्वारा। र परमेश्वरले नगर्ने कुरा त कुनै केही पनि छैन होइन। सबै पम्फा बहिनीले पनि भन्नुभयो होइन, श्रीमानलाई यस्तो यस्तो छ यस्तो यस्तो छ भन्नुभएको छ। त्यो टुटेको होइन, फुटेको होइन होइन, केही पनि होइन के त्यो त। परमेश्वरको लागि त हामीले मन दिनुपर्छ, माग्नुपर्छ। ईश्वरको लागि त केही पनि होइन बहिनी होइन। सबै एकदम परमेश्वरले दूर गराएर फालिसक्नुभयो र उहाँलाई पनि सुध्रिने मौका दिइसक्नुभयो होइन। परमेश्वर पितालाई अनुवाद छ हाम्रो आत्मिक गुरुको नाउँद्वारा। एउटा अनुवाद भन्न चाहेँ मैले होइन। मकरे खोलाको एउटा सरिता नानी हुनुहुन्छ, यहाँ सरसँग नि आइराख्नुहुन्छ र आज त आउन मिलेन, दाउरा काट्नु थाल्नु थियो भन्नुभएको थियो। अनि उहाँले चाहिँ अस्ति आज 3 दिन 4 दिन अगाडिको कुरा, धेरै घाँटीको के अरे त्यो घाँटीमा नि पुरै बिबिरा आएर पोल्ने दुख्ने र अनि च्यापुदेखि माथि दाँतको माथि ठुलो फुम्रो आछ दिदी, मलाई कस्तो फुले मलाई कति दुखे म त कस्तो खाना नि केही सके छैन, पानी निल्न नि सके छैन दिदी भनेर कसरी आत्तिनु भएको थियो होइन। मैले परमेश्वरद्वारा होइन आज हरेकलाई हिलिङ गर्ने मौका पाएको छ नि त है। त्यही कारणले हिलिङ गरिदिएको थिएँ। अनि त्यो हिलिङद्वारा त उहाँलाई एकदम भोलिपल्ट अनि कति 5 बजीतिर रातिको बेलुकीको 5 बजीतिर हिलिङ गरेको थिएँ। अनि 10 बजीतिर फेरि फोन गर्नुभयो नानी मसित मोबाइलमा पैसा छैन, म हिलिङ गरिदिन्थेँ, म फोन हान्थेँ भनेको थिएँ। अनि उहाँले फोन पनि हान्नु भएन, मेरो पनि पैसा सिद्धिएको, फोन हान्न मिलेन है। मलाई मनमा लागिराखेको कस्तो भयो होला ईश्वर, त्यो त ठिक बनाइदिइसक्नुभयो ईश्वर परमेश्वर, हजुरले ठिक बनाउनेवाला हजुर हुनुहुन्छ, गर्नेवाला हजुर हुनुहुन्छ होइन। हरेकलाई उद्धार गर्नेवाला हजुर हुनुहुन्छ, यस्तो महान पिता हुनुहुन्छ परमेश्वर। उहाँलाई त ठिक भइसक्यो पिता भनेर एकदम परमेश्वरसित प्रार्थनामा पनि माग्ने अवसर मिलेको थियो होइन। त्यही कारणले उहाँलाई त ठिक भइसकेछ। भोलि बिहान अब के अरे 8 बजीतिर दोकानमा गएर पैसा हालेर अनि फोन गरेको थिएँ, मलाई त ठिक भयो नि दिदी भनेर भन्नुभयो है। एकदमै खुसी लाग्यो, परमेश्वरलाई एकदमै खुसी लाग्यो होइन। परमेश्वरसित धेरै खुसी छु। मागेको कुरा फरकै जान्न होइन। परमेश्वरसित मागेपछि कुनै कुरा हुन्न कि भन्न पर्दैन होइन। एकदम परमेश्वरले कुराको पुरा गराउनुहुन्छ। आज यस्तो महान परमेश्वर पाएको होइन। परमेश्वर यति महान हुनुहुन्छ, यति शक्तिशाली हुनुहुन्छ। परमेश्वरले मागेको छु गरेको छु होइन, आएको छु परमेश्वरको राज्यमा भनेर कहिल्यै पनि दोधारे नहुनुहोस् होइन। हुन्न कि भनेर केही कुरा पनि नसोच्नु, हुन्छ। हामीले विश्वास गरेर होइन एकदम मन दिएर परमेश्वरसित विश्वास गरेर माग्नुपर्छ। त्यो सबै कुरा परमेश्वरसित एकदम विश्वास गरेपछि ठिक हुन्छ। र अनि अर्को कुरा सरस्वती पर्जुली होइन, हाम्रो मितिनी